हामी चाहिँ पोखरीताल घुम्न आएको थियौँ र हामी टिकटक बनाउने क्रममा जारी छौँ। तर यहाँ हाम्रो टिकटक बनेन। फाइनली यहाँ चाहिँ अहिले हाम्रो टिकटक कम्प्लिट भएको छ। अब त्यसपछि हामी टिकटक बनाएर यसो घुमघाम गर्ने क्रममा थिएँ अनि त्यसरी टिकटक बनाएर नाचेर भ्याएँ। अघि चाहिँ अलिक मिल्दै थिएन, अहिले चाहिँ मिल्यो। अनि त्यसपछि यसो हिँडेको भिडियो बनाइदिउँ भनेर दुईजनाले हिँडेको भिडियो बनायौँ। अनि त्यसपछि बच्चा चाहिँ गेम खेल्न गयौँ। गेम खेल्दाखेरि त हेर्नु यस्तो चक्कर लाग्यो नि, बडे चक्कर लगाएर उल्टी आउला जस्तो भएको थियो। अनि हामी चाहिँ एकदम इन्जोय गऱ्यौँ, फुल्ली इन्जोय गऱ्यौँ। अनि त्यसपछि बच्चा जस्तै चिप्रेटी खेल्न गएको बचपनको कुराहरू त अब हामीले यसो सम्झना गएको। त्यसपछि म कता चिप्लेँ अनि त्यसपछि सन्ध्या खेल्दाखेरि तिमी लडिन् के लडिन् भन्नाले नि कस्तरी लडेँ म त भयो। अनि त्यसपछि आएर हामी त्यो गेम खेलेर भएपछि यसो पिङ खेलौँ भनेर दुईजना पिङ खेलेर आयौँ। पिङ खेल्दा खेल्दा हाम्रो टर्न सकिगयो कि हाम्रो टर्न सकेपछि अब दुईजनालाई त फेरि पालो दिनु पर्यो। उनीहरूलाई पनि पालो दिएँ। पिङ खेलेर भएपछि एकछिन यसो अब पिङ खेल्दा खेल्दा यसो अब यसो बचपनको कुराहरू त याद गर्नु पर्यो नि त।
रक्सी हो यो क्यामेरा सन्ध्या चाहिँ आफ्नो बाह्रमा तिमीलाई देखेर तिमीलाई देखेर तिमीलाई देखेर आजको मेरो भ्लग यति नै। भ्लग त के भन्ने, गीत यति नै। गीत पनि होइन, भिडियो।